नमस्ते, शुभ बिहानी सबैजनालाई। आज पनि मैले खाजाबाट नै सुरु गरेँ है त मेरो भिडियो। यो चाहिँ हाम्रो घरको कुखुरा अहिले चाहिँ यत्रो भएको छ। ब्याड न्युज के छ भने 5वटा मरिसक्यो 15वटामा। एक दिनमै 5वटा सखाप भएको। अब छिटो दबाई सबै ल्याएर यति 10वटा चाहिँ बाँचेको छ। अनि मैले चाहिँ दिउँसो खाजा खाएर मिडनाइट स्न्याक बनाउन, मिडनाइट होइन मिड मर्निङ यो एप्पल खाएँ। अनि त्यसपछि एक बजे 1:30 बजेतिर खाना खाएँ। त्यो चाहिँ हाम्रो खाना। अनि म खाना खाएर यसो बाहिर हेरेको, आराम गर्नु अलिक सुत्न मन लागेन। बाहिर आएर हेरेको त राम भङ्गेराको बथान आएर यसरी यता मकै खान्छ, उता त्यो कुकुरको बचेको खाना भात खान्छ। बाब्रे भन्नै नसक्ने। यो चाहिँ मेरो खैरेको साथी उनीहरू यो कुकुर जहिले आउँछ कि हाम्रो घरमा। अनि हाम्रो खैरेको पनि उनीहरूको घर जान्छ त खालि खेल्ने हो, आउने हो, छ्याङ्गिने हो, खेल्ने हो, अनि जान्छ। कहिले खैरेको जान्छ, कहिले अनि त्यो कुकुर आउँछ। अनि यो चाहिँ हाम्रो बेलुकाको खाना आजको लागि यति नै।